मलाई हेऱ्यो प्रविधि चाहियो क्या यो प्रविधि हो त्यो डाँडा डाँडा चाहिँ पुरै खेती गाउँ खेती लाखान उहाँ माथि त्यो डाँडा गाउँ खेती लाखान हो मलाई यो प्रविधि चाहियो कसरी हुन्छ म हालेको डाँडा गएर खेती गर्नुपर्ने भयो क्या मेरो गाउँको डाँडा त्यो टुप्पा हालेको डाँडा लगाएर यो प्रविधि लाउनु पर्ने भयो भन्न सकिएन यस्तो तरिकाले सकिएन हुँदैन पनि अब गर्नु पर्यो ल यो प्रविधि चाहिँ सिक्न पर्ने हो होइन के जाति प्रविधि हो काठे टुप्पा डाँडा टुप्पा गाउँ हलाउँछ नै अचम्म पानीको सिजन चाहिँदो रहेछ मकै त चाहे मकै त अब घोगा घोगा बेखरी घोगा फल्ने बेला भएछ डाँडाको टुप्पा कुन प्रविधिले गर्छन् हो यिनीहरूले खेती अचम्मै छ हौ यसलाई हेर्नु यो काटेर भ्याएछन् हो के छेकियो अब हाम्रा नेपालका टाम्नाहरूले अब त्यतिकै गरेको ल हेर्नु यो डाँडा सबै काटिसकेछन् पुरै यो डाँडा खाली बनायो गाउँ काटेर यो ल हेर्नु त डाँडा टुप्पा अझ यो त के हो र उता माथि छेकियो यो डाँडाले छेकियो यो डाँडा चाहिँ यो पनि काटेर भ्याएछन् क्या हो यहाँ पनि छरेर यो पनि भिजारेर भिराना पनि छरेर भ्याएछन् क्या हो सो हो यो प्रविधि चाहिँ मलाई चाहिने हो र अचम्मै छ क्या अचम्मै इटालीबाट हो हामी चाहिँ इटाली चप्पा चप्पा घुमियो अब घुम्ने ठाउँै छैन चप्पा चप्पा घुमियो अब फेरि अर्को ठाउँ जाँदैछौँ ल हेर्नुहोस् अब यो प्रविधि चाहिँ अचम्मै लाग्यो क्या अचम्मै ल यो गाउँ लिएर गएँ गाउँका ठुटा त्यहीँ छोडिदिएँ अब त्यो ठुटा चाहिँ अर्को पटक हुन्छ अर्को पटक चाहिँ मल हुन्छ ल हेर्नु सब गाउँका ठुटा हे बनाउँछ नि हे बनाउनु यहाँ त्यतिकै छोडिदिए उसको बनाउँदा रहेछ घाँसैको त्यो डाँडा खेती गरेछ नि भगवान् यस्तो गर नि होइन कहाँबाट आएको यिनीहरूलाई के कसरी आएको हो यस्तो गर्न प्रविधि टेक्नोलोजिया कहाँबाट आएको होला यिनीहरूलाई ए भगवान् ल ऊ त्यहाँ हो त्यसले र त ऊ गाउँ काट्ने ल हेर्नुहोस् है त्यसले गाउँ काटिरहेछ मेसिन ऊ गाउँ काटेको कि घाँस काटेको थाहा भएन काट्नलाई काटिरहेछ ट्रक कहाँ भइसकेको छ पर ऊ घाँस रहेछ क्या गाउँ घाँस सबै गरेको छ ल यी गाउँ काटेर भ्याएको छ सूर्यमुखी नै रहेछ बिच बिच सूर्यमुखी भन्दा गाउँ नै राम्रो भएछ यहाँ चाहिँ ओहो गाउँ काटेर पुरै यस्तो पेलेर फेरि हे बनाइदिन्छ हो नि हो टेक्नोलोजिया हो त सब काटेर भ्याइसकेछ त्यतातिर नि काटेर भ्याइसकेछ त्यस्तो पाराले हे बनाउँछ